अनि आज पनि म सुमित्रा राई वचन लिएर आइसकेको छु। आज चाहिँ एस्थरको किताबबाट एस्थरको जीवनी र एस्थरको विशेष घटना, त्यो सुसन्दर्भको घटना हामीले हेऱ्यो भने चाहिँ त्यहाँ चाहिँ के भइरहेको हुन्छ भने 7 दिनसम्म सुसन्दर्भनमा राजाले चाहिँ आफ्नो शासकहरू लगायत विभिन्न जनतासँग चाहिँ मजाले पार्टी खाइरहेको हुन्छ। अनि लास्टको दिनमा वाइनले दागमद्दाले अलिकति छोएको बेलामा चाहिँ रानीको सुन्दरतालाई सारा समाजमा आफ्नो दरबारमा अनि राज्यमा चाहिँ सो गर्ने, देखाउने इच्छा गर्नुहुन्छ। अनि आफ्नो शिरपेज पहिरेर पोसाक लगाएर आउने उहाँलाई आज्ञा गर्नुहुन्छ वस्ती रानीलाई। तर रानी वस्तीले चाहिँ एउटा श्रीमानलाई, राजा होइन श्रीमान, जस्ट श्रीमानको रूपमा हेरेर चाहिँ उसले यो नपुंसकहरूलाई बोलाउनु पठाएको कारण मलाई बोलाउने भनेर एउटा घमण्डले चाहिँ त्यो कुरा मान्दैन। अनि आज पनि हामी धेरै नारीहरूले, छोरी मान्छेहरूले विश्वको जुनसुकै ठाउँमा, जुनसुकै क्षेत्रमा हेर्दा पनि प्राय श्रीमानहरूलाई चाहिँ नारीले चलाएको हामी देख्छौँ, छोरी मान्छेले चलाएको देख्छौँ। हामी त एउटा करङ मात्रै हो, उनीहरूको एउटा सानो करङ हो। सारा आशिषको एउटा मूल स्रोत चाहिँ जसरी ख्रिस्ट मण्डली छ त्यसरी नै हाम्रो घरको मूली श्रीमानलाई नै त्यो सृष्टिकर्ताले दिने एउटा हामीलाई पुरा इतिहास र धर्मशास्त्रले देखाउँछ। तर श्रीमानलाई श्रीमान जस्तो एउटा हेरेर एकदमै डप्ने, नमान्ने गर्छौँ हामी। तर वास्तवमा उसले एउटा राजा पनि हो, राज्य चलाउने। अनि राजालाई चाहिँ राजा भनेर नसोचेर एउटा श्रीमान हो, यस्तो मलाई नपुंसकहरू बोलाउनु पठाउने भनेर रिसले श्रीमानलाई दङ्ग्याउने एउटा घमण्डले चाहिँ ऊ चाहिँ रानीबाट पदच्युत हुन्छ। अनि त्यसको सट्टामा चाहिँ रानी एस्थर जो टुहुरी हुन्छ, त्यो टुहुरी केटीलाई चाहिँ परमेश्वरले योजना राखेर, जो हामानले सबै यहुदी जातिलाई मास्ने बेलामा जो सिंहदरबारमा पुगेको हुन्छ। एउटा घमण्डले हामीलाई कहाँसम्म गिराउँछ। एउटा आफ्नो श्रीमान अनि एउटा घमण्ड भन्छ नि, ऊभन्दा म के कम, म पनि यस्तो हो भन्ने एउटा घमण्डले चाहिँ हामीलाई हाम्रो कति कुरा, हामीले खाने कुरामा नि त्यसको खाएको छु र मेरो खाएको छु भन्ने यस्तो कुरा खाएर त्यसको गरेको छु र यस्तो अहिले भन्यो होइन। अनि राम्रो कुरा खाउँ भन्दाखेरि त्यस्तो कुराहरू आउँछ नि। अनि लास्टमा अल्प आयु भएर अकालमा मर्नुपर्ने हुन्छ। अनि त्यो रानीले पनि पुरा रानीको एउटा उसले खेल्ने भूमिका, त्यो उसलाई एउटा ठुलो मौका थियो। तर उसको घमण्डले बिचैमा ऊ चाहिँ पदच्युत भएर त्यसको सट्टामा अर्कोले मौका पाइरहेको छ। त्यसैले हामी नारीहरू पनि आफ्नो भूमिका वास्तवमा के हो र आफ्नो पति वा आफ्नो पुरुषको भूमिका के हो, तर पुरुषहरूलाई चढाउने कुरा होइन। उनीहरूले पनि आफ्नो जिम्मेवार चाहिँ वास्तवमा यो हो, नारीले मलाई जे भने पनि यो चाहिँ यसरी अडिक लिनुपर्छ, एउटा धार्मिकतामा अडिक लिनुपर्ने चाहिँ उनीहरूको कर्तव्य हो। कति नारी आफ्नो श्रीमतीले जे भन्यो त्यही लुसुक्कै मान्दाखेरि एउटा घर पनि कति बिग्रेर गएको कुराहरू हामीले आज समाजमा देख्छ। घर मात्र होइन, मण्डली अनि जुनसुकै एउटा विशेष पोस्टहरू, क्षेत्रहरू पनि बिग्रेर जान सक्छ। त्यसैले घमण्ड एउटा पदच्युत गर्छ। घमण्डलाई हामीले बेलैमा समाधान गर्नुपर्ने कुरा चाहिँ एस्थरको पुस्तकबाट हामी पाउँछौँ।